हामी मुखबाम गर्न लागेको हाम्रोमा छ आज खाना अनि त्यहाँ चाहिँ नेपाली खाना अनि मिट यहाँ उसलाई चिकन मनपर्छ त्यसैले उसलाई चिकन अनि प्राउन काँक्रो मुला अनि प्याच अनि चुकन्दर पनि छ अनि आज हाम्रो च्यालेन्ज चाहिँ छ दुईजना भएर यो झोल सबै खाने अनि यहाँ भएको मासु पनि सघाउनुपर्छ जसरी भयो नि अनि यो थालमा भएको पनि मासु सबै सघाउनुपर्छ ल अब हामी सुरु गर्छौँ ल सुरु गरौँ ल अब हामी खाना थाल्छौँ रोक सन्तोषी हतार होइन सस गर्नु पर्यो उसको चिकन मेरो चाहिँ मिट अर्को कस्तो छ त मिट सन्तोषी यो चाहिँ के को मासु हो सन्तोषी च्याङ्राको मासु मिठो छ उसलाई चाहिँ च्याङ्राको मासु मन पर्दैन त्यसरी उसलाई चिकन अनि सन्तोषी तँलाई भिडियो बनाउन कस्तो लाग्छ त राम्रो लाग्छ अनि हजुरलाई मलाई पनि मजा लाग्छ पहिला चाहिँ भिडियो बनाउनु झ्याउ लाग्थ्यो अहिले चाहिँ डेली सर्ट भिडियो बनाउन गरेको अनि त्यही भएर अलिक राम्रो लाग्छ मनपर्छ इन्ट्रेस्ट पनि छ अस्ति चाहिँ मेरो भाइ पनि थियो अनि आज चाहिँ उसलाई छैन ऊ आज बाहिर गएको छ अनि सन्तोषी तँलाई भिडियो बनाउनु मन लागेको छ भनेर चाहिँ कसरी इन्ट्रेस्ट भयो कि कहाँबाट इन्ट्रेस्ट आयो भिडियो बनाउनलाई यस्तै युट्युबतिर हेर्दा मन लाग्यो अनि इन्ट्रेस्ट पनि त्यहीबाट अनि हजुरलाई चाहिँ मलाई पनि इन्ट्रेस्ट त्यही पहिला मलाई लागेको थिएन होइन भन्दाखेरि मलाई के लाग्थ्यो भने जस्ट रिमेम्बर हुन्छ पछि कसै हेर्न पाइन्छ भनेर के अरे हुन्छ नि कस्तो भने यो भिडियो बनाएपछि पछि पनि हेर्न मिल्छ कि हामीले के गर्थ्यौँ भनेर अनि त्यसरी मलाई चाहिँ भिडियो चाहिँ बनाउन मन लाग्यो हो कि हजुरको भिडियोमा कुन चाहिँमा धेरै लाइक गरे त मेरोमा लाइक भनेको त्यो वक गरेर एउटा सङमा बनाएको थियो त्यसमा भिडियो धेरै के सरप्राइज आयो कि मलाई मैले इन्ट्रेस्ट गरेको थिएँ अनि त्यहाँपछि 1 2 3 दिन चाहिँ मलाई झ्याल आएको थियो भिडियो बनाउन अनि पछि चाहिँ म कन्टिन्युस हालेको डेली अनि एक दिनमा हाल्यो भने किन हाले हुन्छ क्या हजुरले कति बजी हाल्नुहुन्छ त मैले बेलुकाको 8 बजे सर्ट भिडियो अनि तिमीले चाहिँ म चाहिँ कहिले धेरै जस्तो 8 बजे नै हाल्छु कहिलेको 8 बजे रातिको कहिले काहीँ बिहानको अनि तिम्रो चाहिँ कसरी इन्ट्रेस्ट आयो भ्लग बनाउन होइन मतलब सर्ट्सहरू यताउता अनि चाहिँ अनि तिमीले बनाउँदै के चाहिँ गाह्रो लाग्यो कि तिमीलाई मलाई आफ्नो फेसहरू त्यति देखाउन चाहिँ अलिक गाह्रै लाग्यो
अनि फेस त भयो अनि त्यसपछि तिमीले त्यत्रो भिडियो बनाउँदै बनाउँदै केही गाह्रो कुराहरू पायो कि पाएन? धेरै गाह्रो आयो। मैले 2-3 च्यानल त त्यत्तिकै गइ नै हाल्यो। हजुरलाई चाहिँ अलि त्यस्तो अजिब चाहिँ फिल हुँदैन? मलाई चाहिँ पहिला चाहिँ भएको थिएन होइन। पहिला मैले चियावाला गराएको थिएँ नि मैले, त्यो भिडियो चाहिँ मलाई थाहा थिएन दिदी बनाइदिनु भयो। अनि त्यसपछि मलाई चाहिँ अप्ठ्यारो लाग्थ्यो कि यतै रहेछ यो अब मलाई मन पर्दैन भन्थ्यो नि। पछि चाहिँ अब जब अहिले मेरो 1 मन्थ त कम्प्लिट भइसक्यो नि, 56वटा भिडियो भइसक्यो अनि त्यहाँपछि इन्ट्रेस्ट आयो कि अनि अहिले चाहिँ केही लाग्दैन क्या, आनन्द लाग्छ कि मलाई के अरे भिडियो बनाएको भनेर। अनि त्यसपछि हजुरलाई पहिला कसले सपोर्ट गर्यो घरमा त? पहिला कसैले होइन, मैले आफै नै गरेँ। मैले भिडियो बनाउने चाहिँ गरेको थिएँ, फेसबुक अनि इन्स्टामा हाल्नु गरेको थिएँ। अनि त्यसपछि चाहिँ मैले 81 वैशाख 1 गते त्यो भिडियोले बनाएपछि चाहिँ मलाई इन्ट्रेस्ट लाग्यो कि बनाऊँ अनि मैले बनाएँ। अनि युट्युबमा हाले राम्रो हुन्छ भनेर चाहिँ कसरी लाग्यो? मैले के सोचेँ भने युट्युबमा जस्ट मैले फन गर्न मात्रै अझै मेम्बर गर्न मात्रै हालेको थिएँ त मेरो हरै भइसक्यो कि त्यो भिडियो नहाल्यो भने त मैले केही नगराए जस्तो हुन्छ नि। अनि तिमीलाई चाहिँ कसरी इन्ट्रेस्ट आयो भिडियो बनाउनु यताउता? अनि अहिले तिमी कम्फर्टेबल छौ कि साह्रै तिम्रो मुख देखाएर भिडियो बनाउनुलाई? अहिले म कम्फर्टेबल छु। मैले चाहिँ खोलेको 2 वर्ष भएको थियो। पहिला चाहिँ मलाई कस्तो अजिब नै कि अर्कै नै लाग्थ्यो। आफ्नो फेस हेऱ्यो भने कसले के भन्ला कि भनेर। अनि पछि गर्दा चाहिँ भाइले पनि अब चाहिँ देखाउनु पर्छ भनेर भन्न थाल्यो। अनि मामले पनि अब देखाऊ भन्नुभयो। अनि चाहिँ अहिले चाहिँ धेरै नै कम्फर्टेबल नै लाग्छ। अनि त्यस्तो केही अप्ठ्यारोहरू चाहिँ हुन्छ नि, जस्तो अब मन नलागी पनि बनाएको हो कि इन्ट्रेस्ट नै भएर बनाएको? इन्ट्रेस्ट नै भएर बनाएको। मन नलाग्ने त कुरै हुँदैन। आफूलाई जे कुरा मन लाग्छ म त्यही नै गर्छु। अनि हजुरआमाको क्वेसन? हजुरलाई चाहिँ इन्ट्रेस्ट कसरी त्यत्तिकै लाग्यो कि त्यो कसले गरेर लाग्यो कि किन? के हजुरको इन्ट्रेस्ट बढ्दै गरेर लाग्यो? मलाई चाहिँ कस्तो भयो भने पहिला सुरु त मलाई बनाउन इन्ट्रेस्ट थिएन होइन। अनि सर्ट्स भिडियो हालेँ, अनि इन्स्टामा त धेरै भ्युज आउने, अनि त्यहाँदेखि फेसबुकमा किन आउने, अनि इन्ट्रेस्ट आयो। 81 मैले के अरे दिदीको भिडियो पनि हेरेँ। अनि दिदीको भिडियो 2टा मात्र रहेछ। अनि त्यहाँपछि म इन्ट्रेस्ट भयो कि म बनाऊँ क्या हो, बनाऊँ जस्तो भयो। अनि मैले बनाएँ कि अनि त्यो दिदीले फर्स्ट वैशाख 1 गते चाहिँ यो इयरै वैशाख 1 गते चाहिँ भिडियो बनाउनु भएको थियो। के चाहिँ हुन्छ भनेर जस्ट हालिदिएको। अनि 1 दिन हालेँ, 2 दिन हालेँ, 3 दिन 4 दिन गर्दा 1 हप्ता भएर 1 हप्ता कम्प्लिट भयो। अनि त्यहाँपछि इन्ट्रेस्ट आयो कि म सक्छु, म एडिट पनि गर्न सक्छु, सजिलो छ भनेर गरेको। अनि त त्यही भएर मलाई चाहिँ आयो प्राउड। अनि त 1 दिन भिडियो नहाल्यो भने कस्तो अर्कै लाग्छ। हजुरले हजुरको जर्नी कति गतेदेखि कति गते सुरु गर्नुभएको? मेरो फेसबुकहरू चाहिँ सानैदेखि थियो, इन्स्टाग्राम पनि सानैदेखि थियो। अनि यो युट्युब च्यानल चाहिँ मेरो यो 2083 को वैशाख 1 गते हालेको मैले भिडियो। 81 याद आयो कि। अनि तर मैले त्यो भिडियो हाल्नु बेला म रातिको कति 11 बजिसकेको थियो। मेरो भिडियो क्लिक भएको थिएन, अनि कति कता पनि मैले सकिनँ। अनि यस्तो रिस उठेर मैले एउटा भिडियो हालेर ठ्याक्क 12 बजीभन्दा अगाडि हालेको। अनि भोलिपल्ट हेर्ने बेला चाहिँ 400 समथिङ भ्युज आइसकेको थियो। अनि त्यहाँपछि 1 दिन हाल्यो, 2 दिन हाल्यो, कहिलेकाहीँ चाहिँ मेरो भ्युज तल के सानो आउँछ, थोरै आउँछ। तर मलाई केही पनि लाग्दैन कि अब 1 दिन केही हुँदैन, बिस्तारै डेभलप हुन्छ भने। कहिले अस्ति त 1 दिन त मेरो भ्युज सबैभन्दा हाई आयो कि 2.5 कति आयो। अनि म त कन्फ्युज भयो कि मेरो पनि त्यत्रो आउँछ भनेर। अनि म खुसी
अनि त्यहाँबाट चाहिँ हजुरलाई फर्स्ट दिन मतलब वैशाख 1 गते चाहिँ हालौँ नहालौँ भएको थियो कि नै? मलाई भएको थिएन, मलाई चाहिँ हालौँ जस्तो भएर आएको थियो। अनि तिमीलाई? मलाई फर्स्ट चाहिँ मैले वैशाखको 10 गतेतिर हाल्न सुरु गरेको थिएँ। त्यति बेला चाहिँ मलाई इन्ट्रेस्ट नै लागेको थियो। मेरो भाइ ड्रइङ पनि गर्थ्यो अनि हामी ड्रइङको ट्राई गरौँ न भनेर फर्स्टमा हामीले त्यो हाल्यौँ। त्यसमा धेरै नै राम्रो भ्युज एकै दिनमा 1K जति गयो अनि सब्सक्राइबर पनि 10 नै लिएर आयो क्या एउटाले। अनि भाइले पनि अब त्यस्तै भिडियोहरू हालौँ न त, अनि पछि आफ्नो मुख देखाऊँ भने अनि त्यसपछि हुन्छ भने। अनि मलाई चाहिँ हालौँ नहालौँ लागिरहेको थियो। अनि तर पनि अब मेरो भाइले मलाई भन्यो हालौँ न केही हुन्न भनेर, अनि हालेको। मलाई चाहिँ भइ नै त्यसो भए राम्रो छ गर्ने अहिले। अनि मेरो सब्सक्राइबर 535 भइसक्यो। अनि चाहिँ मलाई धेरै नै खुसी नै लाग्छ क्या मैले राम्रो गरेछु। मेरो भाइलाई पनि म कहिलेकाहीँ थ्याङ्क यू भन्छु, किनकि त्यसको ड्रइङ गर्दा मैले मेरो फर्स्ट युट्युब च्यानल सुरु गरेर त्यो अलिकति बिचमा बिग्रेर मैले सेकेन्ड गरेँ, त्यसमा पनि अलिकति बिचमा बिग्रेर मैले अहिले थर्ड चाहिँ ला। त्यसमा अहिलेसम्म केही पनि भएन। त्यसमा चाहिँ 40 भिडियो होला। अनि त्यसमा चाहिँ 535 चाहिँ सब्सक्राइबर नै भइसक्यो क्या। अनि भिडियोमा युट्युबको च्यानलको नाम पहिला चाहिँ सञ्जीवन थपलिया थियो, अहिले चाहिँ BTS लभर। त्यसमा राम्रो गइरहेको छ भ्युज? मेरो दुवैमा राम्रो गइरहेको थियो। एउटामा चाहिँ मेरो मिस्टेकले चाहिँ सञ्जीवन थपलिया भन्ने च्यानल चाहिँ डिलिट भयो, अहिले BTS लभर भन्ने चाहिँ छ। अनि मेरो मम्मीको साई बाबा भन्ने च्यानल पनि छ, त्यसमा पनि 25 भिडियोज होला अनि 75 सब्सक्राइबर नै भइसक्यो। अनि भाइको पनि एउटा च्यानल छ, त्यसमा चाहिँ 40 सब्सक्राइबर भयो होला। 2-3टा भिडियो छ उसकोमा पनि। उसको पनि धेरै भिडियो छ, मैले पनि फलो गर्छु, राम्रो हुन्छ। सब्सक्राइब गरिदिनु होला हाम्रो च्यानलमा। हाम्रो चाहिँ आज यो झोल खाने त्यो च्यालेन्ज एक कचौरा मैले त धेरै आइसक्यो। अब तिमीले पिउनुपर्छ, मैले सब मासु खान्छु। हजुरलाई चाहिँ पहिला अजिब नै लाग्दैन थियो, 1-2 दिन भएपछि नै गर्छु भन्ने प्रेरणा आयो कि त्यही दिन नै वैशाख 1 गते हजुरलाई हाल्ने दिन नै अब त म हाल्न सक्छु भनेर आयो। वैशाख 2 गते आयो थियो भने मेरो भिड पऱ्यो अन्त इन्ट्रेस्ट जाग्यो के वा यस्तो आउँछ। मैले सोचेँ मेरो जस्ट उसलाई मात्रै हाल्यो कि मैले रिमेम्बर पछि गएन है, कस्तो थियो मेरो डे लाइफ कसरी बित्यो। खान्छ डेली रातिको 8 बजे हाल्छु। तिमीले डेली हाल्छ कि हाल्दैन? म डेली अस्तिसम्म चाहिँ डेली नै हाल्थेँ। अहिले चाहिँ स्कुल पनि छ अनि त्यसपछि अलिकति होमवर्कहरू गर्दाखेरि अहिले चाहिँ अलिअलि गाह्रो हुन्छ अनि कहिलेकाहीँ हाल्छु। होमवर्कहरू सिकाउनु पनि गाह्रो हुन्छ नि। तर एउटा ट्विस्ट छ, मैले भिडियो हाल्यो भने एक दिनमा 50 देखि 60 सब्सक्राइबर चाहिँ एकै दिनमा हुन्छ। अनि तिमी यो कन्टिन्यू गर्छौ कि बिचमा छोडिदिन्छौ? म कन्टिन्यू नै गर्छु। अब यो झोल पिउ। झोल पनि सक्यो। उसलाई मासु त मनपर्छ तर झोल चाहिँ मिठो लाग्छ, त्यसरी मिठो खाएँ। मैले चाहिँ मासु खाएँ, मिठो छ। अब सकाइदिउँ र बाई घरमै त बाई बाई। नेक्स्ट भिडियो पनि आउँछ, कहिले आउँछ पनि भनिदिनु न त। हामी त्यस्तो च्यालेन्जिङ अनि त्यहाँ त्यस्तो मुभबामहरू चाहिँ हामी स्याटरडे हाल्छौँ, विकमा एउटा हाल्छौँ। अनि हजुरहरूले कमेन्ट गर्यो भने नेक्स्ट हप्तामा 2टा भन्यो भने हामी हप्तामा 2टा कम्प्लिट गर्न खोज्छौँ। अब एकैचोटि हामी बाई बाई भन्नुभयो त, बाई बाई।